Tokyo to Osaka for now. र अब हामी भर्खर ओसाका झरेर अब हामी चाहिँ ओसाका क्यासल हाम्रो फर्स्ट डेस्टिनेसन जाँदैछौँ। चाहिँ गर्मी भएको अवस्था छ यहाँ हैन ओसाका क्यासलमा इट्स भेरी 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 सनी। हल्का गर्मी भएको अवस्था र छाता निकाल्न परेको अवस्था। अब हो अब मलाई थाहा छ होला मिस्टेक भयो भने घुम्नै आएको घुमिन्छ के भयो त नि हैन घुम्नै आएको हो हामी केही छैन हामीलाई हो कि नै। फेस अस्ति मैले धेरै फेस खिचेर त एउटा भिडियो बनाउँछ मेरो फेस आएपछि भ्युज धेरै आउँछ के पछाडि हाम्रो देख्न सक्नुहुन्छ के भन्नु कहाँ हो ओसाका क्यासल मैले त नागा क्यासल ओसाका क्यासल ब्युटिफुल ब्युटिफुल। हाम्रो ब्लगलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै त्यसरी ओसाका क्यासलबाट रिक्वेस्ट गरौँ। हैन यतापट्टि चाहिँ हाम्रो ओसाका क्यासल छ हैन ठ्याक्क यता ब्याकग्राउन्डमा चाहिँ ठ्याक्क पछाडि चाहिँ भिभो टाइपको अनि ओसाका सिटी चाहिँ ब्याकग्राउन्डमा यस्तै देखिँदो रहेछ यहाँबाट चाहिँ नाइस। अहिले कहाँ हो अहिले कहाँ कता हो हामी अहिले हामी चाहिँ दोतम्बोरी भन्ने ठाउँमा जाँदैछौँ है गाइज। अब यसपछिको हाम्रो भ्लग्स हाम्रो बोट राइड दोतम्बोरी सेन्टरमा एकदमै युमेना फेमस ओकोनोमियाकी हो ठाउँलाई नै अनि त्यसपछि त्यो बोट राइड चढिन्छ त्यसपछि हजुरहरूले हेरेर साथ दिसेला त पोलाइटमा बोल्नु पऱ्यो नि हाम्रो सब्सक्राइबर गरिदिनु हुन्छ त्यसपछि होइन। यहाँ सुटकेसहरू पनि एकदम बिक्री भइरहेछ होइन गाइज। ओ माई गड ओनिट्सका टाइगरको लाइन हेर न ओ माई गड ओनिट्सका टाइगरको लाइन भेरी भेरी लाइभलीहुड यता पनि एकदम लाइभलीहुड बट वी शुड मुभ हियर दिस साइड।
आऊ 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 ओ सिम्स ओइसी सिम्स ओइसी भन्यो ल अब हामी ठ्याक सिधै अब हामी आउँछौँ बोट राइडबाट आउँछौँ है गाइज ल बाई राम्रो छ अरे क्या फोटो खिच्ने ठाउँ पनि यस्तो बिच बिचमा चाहिँ भिडियोहरू फोटोहरू पनि नेपालको थमेल टाइपको भाइब्स होइन हो त्यस्तो लाग्यो मलाई चाहिँ ल गाइजहरू यो यहाँको अहिले जुन हामी यो स्ट्रिटमा हिँडिरहेछौँ नि यो चाहिँ ठ्याक नेपालको थमेल हुन्छ नि त्यो वाला भाइब्स आइरहेको छ है मलाई इभन दो आई हेभ नेभर बिन टु थमेल लिटल नलेज चाहिँ डेन्जरस वाला हो पनि गाई पनि उभिरहेछ गाई उडिरहेछ गाई त्यहाँ गाई जोडिरहेछ जबरजस्ती छ कसैले हाई गरेको छु हजुरलाई के हो त्यो ल ठिक छ दामी आयो दामी いいですか、行きますよ。こんばんは。やっほー。Thank you。ありがとうございます。ナイスリング、素晴らしいですね。はい。では皆さん、おはようございます。Hi everyone。こんばんは。こんばんは。ありがとうございます。本日。登って。こんな風にナイス。めっちゃ綺麗。ぜひね、1枚でも多くお写真撮って私に持って帰ってください。やってますください。今はやってないみたいなんですけど、さあ、77、77メートルです。OK、ナイスフレンドでもね、一望をしていきます。エブリワン、バイバイチャレンジ来ましたよ。3、2、1、バイバイ。はい、Thank you。ありがとうございます。はい。ではネクストブリスベンの建物があります。これ皆様シリバープレイスって言って、中にナンバー8っていうライブハウスや FM 大阪レディオステーション、レディオステーションがあったりする場所です。そしてクレーファイナルブリッジ、浮き庭橋、稲庭の橋、ガーデンプ。एकदम फेमस स्पट है धोतुङबरीको यस्तै गर्ने अनि यसलाई चाहिँ कोल्याब गर्दै के गर्ने रे भन यसलाई चाहिँ सबैलाई कोल्याब गर्दै हस् यो चाहिँ हाम्रो प्लान हो है के गर्ने भन्ने अब रिजल्ट चाहिँ के आउँछ भ्लग आएपछि मात्रै थाहा हुन्छ है गाइजहरू ए कडा देखियो हेरौँ न ओके र
गाइज हामी चाहिँ भर्खरै दोतम्बरीको बोट राइड गऱ्यौँ होइन अनि यहाँ वरिको रमाइलो बोट खोलाको साइड साइडमा एकदम रमाइलो रहेछ यहाँ चाहिँ यो चाहिँ आई जस्ट रिकमेन्ड एभ्रीबडी जो ओसाका आउनुहुन्छ यो अरू दिवसभरि रुममा सोध्नु साँझ परेपछि यो दोतम्बरी चाहिँ आउनु नै आउनु लास्टै लाइफली यस्तो भोक लाग्यो भने त केही खानुपर्छ तर अब यो सोताङ्गाई टाइपको रहेछ यहाँ घुस्नुपर्छ अब हामी केही बोला न सोतेङ्गाई Let's go, man. I think तातो छ होला तातो खायो होला कस्तो मिठो छ खाने भाइ आउनु है अडियन्सहरू खाने भाइ आउनु है होइन थोरो बनाएको हेर भयो अब हामी कहाँ हिँड्ने हो त अब हामी भर्खर बुलेट ट्रेनमा चढ्यो अब हामी फ्रम ओसाका टु हिरोसिमा
ल हेलो गाइज, यो पछाडिको चाहिँ ठ्याक्क अहिले जुन छ नि यो चाहिँ हिरोसिमा अमेरिकाले जापानमा 1940 सेकेन्ड वर्ल्ड वारमा चाहिँ ठ्याक्क बम खसालेको ठ्याक्क सेन्टर यही हो। यो मात्रै बाँकी छ, हिरोसिमाको सब सहर चाहिँ ध्वस्त भयो 1 सेकेन्डमै। ठ्याक्क यति मात्रै बाँकी रह्यो, त्यो चाहिँ आज यसरी हेर्न पाइन्छ। ठ्याक्क आज यहाँ आउने अवसर जुट्यो। हामीले सधैँ पढिराखेको हिरोसिमाहरू चाहिँ वी गट टु भिजिट, होइन के भन्छ यो विषय? संस्कृतमा लेखेछ महाशिया बल प्राप्त लोकनाथ विपुल प्रभ ऋतु आज त्यहाँ नयाँ देशी विदेशी सफुरी सर्ववृद्ध क्षेत्र राग प्रशमी सर्वदोष मोह नरक गतिशील प्राशामी धूमकेतु 1945 86 1964 भारतीय राजदूत लालत्री मेहरोत्रा इन्डियाको गिफ्ट रहेछ के सचिमी उपगत्स्य बोधिमठ दस्तिशी गइसक्यो खाएको यो चाहिँ लुम्बिनीमा भएको अग्निदीप जस्तै त्यो बला पनि निप्दै ननिम्ने खानेको पनि रहेछ खालको लुम्बिनीको जस्तै त्यो पानी आए पनि ननिम्ने खालको रहेछ। र यो चाहिँ सबै स्टुडेन्टहरू पनि आएको रहेछ। आज त we are going to you are going to be very कालो हो दिन मरेर जानु छ यार, आज मऱ्यो भोलि 2 दिन भनौँ न हजुर। एकै सेकेन्डमा 4-5 हजार मान्छे मऱ्यो 1945 अनि हजुरको डायलग भन्नु न। आज मऱ्यो भोलि 2 दिन हुन्छ अनि द्याट्स
नेपाल G7 समिट Yeah. नेपालको तर्फबाट प्राइम No Nepal. जी ढुकेर प्राइम दिएछन् नेपालको तर्फबाट म रिप्रेजेन्ट गरिरहेको छु कि प्राइम मिनिस्टर अफ नेपाल पार्टीले मलाई पठाएको कि अब हाम्रो नभएर G7मा चाहिँ नेपाललाई राखेर कि धेरै डेभलप भएर नेपालले गर्दा नेपाल एकदमै एक्सट्रिम डेभलपमेन्ट भएर अनि G7मा एक्कासी छिरेर अनि आफ्नो नपाएर अनि मलाई चाहिँ पठाएको G7को लिडरहरूसँग तपाईँहरू एकैछिनपछि मिटिङ छ है I'm here to represent फर्स्ट लेडी ल अब फर्स्ट लेडी बिफोर बम्बिङ यो टाइममा Before bomb. अब यो नयाँ अगस्त 6 9 Or 8:15 पछि चाहिँ disaster भयो disaster के हो यो भनेको चामलको भेन्डिङ मेसिन चामल निकाल्न भेन्डिङ मेसिन रमाइलो हो हाम्रो मिस्टर बिस्ट नेपालको मिस्टर बिस्ट हिरोसिमाको नजिकैको एउटा आइल्यान्डमा जाँदैछौँ फेरि चढेर मियाजिमा भन्ने आइल्यान्डमा हामी जाँदैछौँ लगायत त्यहाँको हाम्रो टुर देखाउँछौँ है त ल
ल गाइस भर्खर हामी I'm भर्खर त्यो फेरीमा यहाँ चाहिँ हामी झरेमा अब यो आइल्यान्डमा आयौँ आइल्यान्डमा अब के छ हामीलाई खासै थाहा छैन रिसर्च विथआउट रिसर्च आएको छौँ हेर्दै जाऊँ के छ गाइज यो पछाडिको चाहिँ फ्लोटिङ तोरी गेट है यो चाहिँ तोरी भनेको एउटा गेटको नाम हो जापानिजमा यस्तो मन्दिरहरूमा ठ्याक्कै गेट हुन्छ यहाँको चाहिँ के दामी भन्दाखेरि चाहिँ फ्लोट गरिरहेको छ समुद्रमा त्यो दामी रे है यस्तै छ अब के गर्नु पैसा कमाउने बाटो के गर्छन् हामीलाई घुम्न पऱ्यो फेरि होइन ठिकै छ नाइस मन्दिर जति हुन्छ कि यो त्यो श्राइनमा हेर्न यहाँ हात धोएर शुद्ध भएर जाने राम्रोसँग धौ त्यो बच्चाको हो त्यो बच्चाको हो कि त्यो क्लीन वाटर ने सफा पानी बगाएर रहेछ त समुद्रतिर गइरहेको रहेछ र छाबिस्तो फोटो खिचिदिने रे अब ल छिटै भएन कि छैन रोपवे चढ्नको लागि चाहिँ हामी लाइन लागेको अवस्था छ होइन यहाँसम्म आउँदा चाहिँ लास्ट थाकियो अरे हिँडेर है गाह्रो छ घुम्न पनि गाह्रो छ
गाह्रो छ सबै गाह्रो छ हजुरहरूले हाम्रो भ्लग हेर्न पनि गाह्रै छ यस्तो तर कमेन्ट गर्न नबिर्सनु होला हजुरलाई के गर्न गाह्रो लाग्छ होइन गाइस यो टपबाटको भ्यू चाहिँ दामी आउँदो रहेछ होइन अब हामी झर्दैछौँ